आयुर्वेद चिकित्सा। आयुर्वेद चिकित्सा पूर्वीय वैदिक तथा प्राचीन सभ्यताबाट सुरु भएको एक महत्त्वपूर्ण उपचार पद्धति हो। आयुर्वेद शब्द आयुष र वेद मिलेर बनेको हो, जसको अर्थ जीवनको ज्ञान भन्ने हुन्छ। यसले मानव शरीरमा रोग लाग्न नदिन र रोग लागेपछि पनि स्वस्थ रहनका लागि अपनाउनु पर्ने खानपान, जीवनशैली र सावधानीबारे वैज्ञानिक रूपमा मार्गदर्शन गर्दछ। आयुर्वेदमा विभिन्न रोगहरूको उपचारका लागि 8 प्रमुख शाखाहरू रहेका छन्, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ। यस अन्तर्गत 1 नम्बरमा पर्छ काय चिकित्सा। यस अन्तर्गत श्वास प्रश्वास, हाड जोड्नी र पाचन प्रणाली सम्बन्धी शरीरका विभिन्न रोगहरूको उपचार गरिन्छ। 2 मा पर्छ शल्य चिकित्सा। यसमा फिस्टुला, पाइल्स आदिको चिरफारद्वारा गरिने उपचार यसमा पर्दछ। 3 मा पर्छ शालाक्य चिकित्सा। यस अन्तर्गत आँखा, नाक, कान, मुख र घाँटीका रोगहरूको उपचार पर्दछ। 4 मा पर्छ कौमारभृत्य चिकित्सा। यसमा प्रसुति तथा बाल रोग सम्बन्धी उपचार पर्छ। 5 मा अगततन्त्र। सबै प्रकारका विष तथा सर्पको टोकाइ आदिको उपचार सम्बन्धी पद्धति यसमा पर्दछन्। 6 मा पर्छ रसायन। यस अन्तर्गत मानिसलाई निरोगी राख्ने वा रोगसँग लड्ने क्षमता बढाउने उपचार पद्धति यसमा पर्छ। 7 मा पर्छ वाजीकरण चिकित्सा। स्वस्थ सन्तान प्राप्तिका लागि एवं शारीरिक शक्ति र तागत वृद्धिका लागि अपनाइने उपचार पद्धति वाजीकरणमा पर्छ। र अन्तिममा छ भूत विद्या। यस अन्तर्गत मनोरोग सम्बन्धी उपचार पद्धति भूत विद्यामा पर्छ।